भोलि मंगलबार शनि जयन्ती। सिंह, धनु, कुम्भ, मीन अनि मेष राशि हुनेले ध्यान दिएर सुन्नुस् है। शनि दशाले तपाईलाई अति नै दुःख दिएको छ। भोलि मंगलबार शनि जयन्तीको दिनमा तपाईले यो सानो काम गर्नुहोला, तपाईको सम्पूर्ण समस्याहरू हल भएर जानेछ। जागिरमा समस्या, व्यापारमा घाटा, वैदेशिक यात्रामा झमेला, अनेक दुर्घटना चोटपटकको योग, आर्थिक क्षति, हरेक काममा ढिलासुस्ती, बेचैनी, अल्छीपन, झैझगडा, मनमुटाव यस्ता अनेकौं समस्याहरूबाट चिन्ताबाट मुक्त पाउनको लागि भोलि 13 गते शनि जयन्तीको दिनमा बिहानै उठेर नुहाई धुवाई सकेर तोरीको तेलमा 7 सरे बत्ती बालेर पश्चिम फर्केर ओम शम शनैश्चराय नमः यो मन्त्रको 108 पटक जप गर्नु। साथै हनुमान चालिसा, शनि चालिसा पाठ गर्नु। साथै सूर्य उदय हुनुभन्दा अगाडि पिपलको बुटमा जल चढाउनु। तपाईको पीर, मर्का, समस्या, गाह्रो, सारो, अप्ठ्यारो, सम्पूर्ण दुःख कष्टहरू सधैँको लागि समाप्त भएर जानेछ, बिलाएर जानेछ। तपाईलाई सुकुन मिल्नेछ। जय हो शनिजी महाराज।